अनि एउटा चाहिँ मुद्राको एक्सपेरिमेन्ट गर्छु। मुद्रा हजुरको अघि नापेको थिएँ कति 2-4 बराबर थियो के अरे हो अहिले पनि हेर्नु त यो विचारैले फरक पार्नु भएको नि 2 बराबरको छ है तपाईँको अलरेडी पोजिटिभ छ। अब एउटा मुद्रा छ एलन मस्क मुद्रा भन्छ किनकि एलन मस्कले चाहिँ कुरा गर्दा जहिले पनि यसो प्रयोग गरिरहेको हुन्छ त्यसकारण यसलाई नाम पर्यो एलन मस्क मुद्रा। यो योगमा यसलाई चाहिँ हाकिनी मुद्रा भन्छ। के मुद्रा? हाकिनी। यो मुद्राले तपाईँको शक्ति भत्तै बढाइदिन्छ। अरूसँग कुरा गर्दा इन्टरभ्यू दिँदा यो मुद्रामा बस्दाखेरि अरूले तपाईँलाई डोमिनेट गर्न सक्दैन। किन भन्नाले तपाईँको पावर बढिरहेको हुन्छ यो मुद्राले। त्यही देखाउनु भएको उहाँको अलरेडी उहाँको पोजिटिभ छ 2 बराबर छ है यो मुद्रामा बस्नु। ल हेर्नुहोस् बागबनीमा थोक्नु ल हेर्नुहोस् अब यो मुद्रा छोड्यो अब मुद्रा गरियो होइन अब मुद्रा छोड्दा के हुन्छ नर्मलमा पावर अफ मुद्रा। हाम्रो यो शास्त्रमा मुद्राहरू छन्। कोहीसँग कुरा गर्नु पर्दा अथवा फुर्सदमा जहिले पनि यसरी बसिरहनु भयो भने अटोमेटिकली पावर बढ्छ किनकि हाम्रो शरीरबाट निस्केको ऊर्जा यो मुद्रामा बस्दा सर्कुलेट हुन्छ अनि एनर्जी सर्कुलेसनको कारणले गर्दा तपाईँको पावर बढिरहन्छ। यो इलन मस्क लगायत थुप्रै मान्छेले प्रयोग गर्छ यो मुद्रा। थुप्रै मुद्रा छ एउटा मुद्राको यो प्रयोग गर्छ। अब तपाईँको अलरेडी नेगेटिभ छ है मुद्राले उहाँको नेगेटिभ एनर्जी छ मुद्राले के गर्छ हामीले नमस्कार गर्नु पनि लगभग त्यही मुद्रा नै हो नमस्कार गर्नुहोस् हाम्रो संस्कार राम्रो रहेछ त्यसकारण यो नमस्कार गर्ने कारण पनि त्यही हो यसले तपाईँको पावर बढाउँछ। गर्नुपर्छ दर्शन हटाउनु पर्यो नमस्कार बढाउनु पर्यो। लास्ट एक्सपेरिमेन्ट अरूलाई प्रभाव पार्छ कि पार्दैन यो चाहिँ हामी हेर्छौँ भने 2 जना मान्छे चाहिँ चाहियो 2 जना एकले अर्कोलाई चिनेको भए अझै राम्रो हुन्छ अनि अझै आउनु भयो नयाँ मान्छे चाहियो 2 जना एक्सपेरिमेन्ट चिनेको अर्जुन भाइको एनर्जी ठिकै छ राम्रै छ एकजना बराबरै हो तर राम्रो एकजना बराबरको छ यो भाइ पनि अहिले फेरि बढ्छ नि त रितेश भाइको नेगेटिभ आइरहेको छ अहिले यसको पोजिटिभ छ होइन हाँस्नै अब रितेश भाइ उनको पोजिटिभ छ यिनको नेगेटिभ छ है अब यिनको बारेमा तपाईँले नेगेटिभ विचार गर्ने एक्सपेरिमेन्ट है यिनको बारेमा के मन नपरेको कुरा त छ नि मनमा होइन यो नगरेको भए हुन्थ्यो यसले गर्थ्यो गुनासो छ कि छैन
दिस इज भेरी सिरियस एक्सपेरिमेन्ट। तपाईँले ब्ल्याक म्याजिकको बारेमा त सुन्नुभएको होला। हामीले त्यहाँ बोक्सी विद्या भन्छ नि, घरैमा बसेर मान्छेलाई बिगारिदिन्छ। त्यो कसरी गर्छ भन्ने कुरा यही दिमागको खेल। किनकि तपाईँले सोच्नासाथ एउटा तरङ्ग बन्छ, वेभ बन्छ, त्यो वेभले एट्याक गर्न सक्छ। त्यो कुरा मैले तपाईँलाई प्रमाणित गर्दैछु है। अनि ठुलाबडा होइन, अब गुरुहरूले आशीर्वाद दिन्छन्, त्यो आशीर्वादले पनि काम गर्छ। कसरी गर्छ त्यो पनि अहिले पत्ता लाग्छ। अब यहाँ उहाँको पोजिटिभ छ। अब यो भाइले, रितेश भाइले यो भाइको बारेमा, साथी दुवै शान्तसँग एकदम हल्ला नगरिकन उनको बारेमा नेगेटिभ कुरा उसलाई लागेको नेगेटिभ कुरा सोच्दैछु। यसपछि अर्को एक्सपेरिमेन्टमा हामी पोजिटिभ गर्छौँ। अब यहाँ उनले छोएको छैन यता। ल फेरि अब हेर्नुहोस् है, देख्नुभयो यो एङ्गलबाट पनि देखाइदिन्छ। त्यताबाट देख्नुभयो, यताबाट देख्नुभयो छैन। अब त्यता बसेर त अहिले पनि देख्नु भएको छैन तपाईँहरूले। क्रस भयो, एङ्गल क्रस भयो नि, देख्नुभयो कि तपाईँहरूले। त्यसकारण यो भाइलाई छोएको छैन, छ केवल विचार गरेको उनको बारेमा नेगेटिभ, त्यो विचारले उनलाई एट्याक गरिसक्यो। त्यसलाई साइकिक एट्याक भनेको यसरी नै हुन्छ। अब हामीले त हाम्रो बारेमा हामीले चित्त दुखाएका मान्छेहरूले कति हाम्रो बारेमा नेगेटिभ सोच्छ भन्नुहोस् त। यसरी नै हामी सबैलाई चाहिँ पीडा दर्द हुनुको कारण हामी अरूको बारेमा नेगेटिभ सोच्छौँ, अरूले हाम्रो बारेमा नेगेटिभ सोच्छ। उनीहरूको वेभले हामीलाई एट्याक गरिरहेको हुन्छ, हाम्रोले उनलाई गरिरहेको हुन्छ। हामी एक आपसमा सिद्ध्याउँदै कमजोर भयो। अब यसको उल्टो पनि सत्य हुन्छ। यो ब्ल्याक म्याजिक भयो, फेरि उनको एनर्जी खाइदियो। अब व्हाइट म्याजिक कस्तो हुन्छ? अब यिनको बारेमा राम्रो कुरा पनि त छ। पहिला यो पनि गरौँ, अहिले यो भयो। यिनको राम्रो राम्रो कुरा सोचौँ। यिनको बारेमा अहिलेसम्म राम्रो राम्रो लागेका कुराहरू सोचौँ। सिक्ने चिज थियो। गुगल गर्नुहोस्, ब्राउजिङ गर्नुहुन्छ। यो त अमेरिकाबाट अमेजनबाट आएको पाउँछ। अमेजनमै ओके। अब अहिले उनको सबै शक्ति खाइदिएको हो नि। अब हेरौँ त। व्हाइट म्याजिक। अब तपाईँले उहाँको बारेमा पोजिटिभ कुरा मात्रै सोच्नु, आँखा बन्द गर्नु। उहाँको नेगेटिभ छ। अब उहाँले पोजिटिभ सोच्दाखेरि उहाँलाई पोजिटिभ हुन्छ कि हुँदैन? Wow.
बाबु ट्यालेन्ट नेगेटिभ नेगेटिभ अनि पोजिटिभ जे भन्नु